तक्षशिला brought to you by क्लासिक टेक छोयो कि चल्यो घरायसी बिल तिर्न जतै लाइन समयमा नतिरे लाग्छ फाइन लौ न अब के गरौँ म बैंक गरौँ सामान किन्न पसल गइन्छ खुद्रा नभए झन्झटमा परिन्छ लौ न अब के गरौँ म बैंक गरौँ एनआइसी एसिया बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि। नमस्कार, तक्षशिलामा यहाँलाई हार्दिक स्वागत छ। म प्रकाश गिरी। तक्षशिलाको आजको अङ्कमा हामी कुराकानी गर्नेछौँ डाक्टर गोविन्द पोखरेलसँग। उहाँसँग चाहिँ नि नेपाली कङ्ग्रेसको अहिलेको आन्तरिक राजनीतिको बारेमा अलि बढी केन्द्रित भएर हामी चर्चा गर्नेछौँ। एउटा पक्षले विशेष महाधिवेशनको कुरा गर्ने, अर्को पक्षले नियमित महाधिवेशन भनेर वैशाखमा मिति तोक्ने, अनि डाक्टर शेखर कोइरालाको समूह छ, त्यो समूह बिचमा मध्यमार्गी धार बोकेर बसिराखेको छ। डाक्टर पोखरेल त्यो धारमा हुनुहुन्छ। त उहाँहरू के सोचिराख्नु भएको छ? विशेष महाधिवेशनको कुरा उहाँहरूलाई कस्तो लागिराखेको छ? धेरै मानिसहरू भन्छन् अब एक हप्ता हो, एक हप्तापछि नेपाली काङ्ग्रेस पार्टी फुट्छ भनेर। त्यति मिति पनि तोकिराखिएको छ। त चुनावको मुखमा अरू जुटिराखेका छन्, खास गरी मधेस केन्द्रित दल पनि जुटेका छन्, कम्युनिस्ट पार्टीहरू पनि जुटेका छन्, वैकल्पिक राजनीति गर्छु भनेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि जुटिराखेको छ। जुटेको नेपाली कङ्ग्रेस चाहिँ चर्केको हाँडी जस्तो भएको छ। त यो चर्केको हाँडी बोकेर नेपाली कङ्ग्रेस चुनावमा जान्छ कि चुनावमा जाँदैन, महाधिवेशनमा जान्छ कि महाधिवेशनमा जाँदैन, नेतृत्व परिवर्तन गर्छ कि नेतृत्व परिवर्तन गर्दैन, यसले गर्छ कि, यसको आज हामी अलिकति प्रष्ट कुराकानी गर्नेछौँ। डाक्टर साहब, यहाँलाई स्वागत छ। हस्, नमस्कार जय नेपाल। डाक्टर साहब, अब चाहिँ बाहिर बाक्लै गरी चर्चा हुन थाल्यो कि नेपाली कङ्ग्रेस पार्टी हप्ता दिनमा फुट्छ, यो पुसको 26, 27, 28 त्योभन्दा पर जाँदैन भनेर। यो मिति नै सही हो कि एक दुई दिन अलिक पछि चाहिँ फुट्ने हो? अब जुन हामीले अहिले चाहिँ कन्फ्रन्टेसन देखिरहेका छौँ र जुन गतिविधि देखिरहेका छौँ, त्यसले किनभने पहिला 59 सालमा भएको जुन घटना थियो, त्यो घटना र यो घटना त्यस्तै हुन्छ, पार्टी फुट्छ भन्ने आकलन गर्नेहरू धेरै छन्। तर मलाई जहाँसम्म लाग्छ त्यति बेलाको घटनालाई सम्झेका मान्छेहरू र त्यो घटना देखेका मान्छेहरूले त्यसले एउटा लेसन लर्न भएछ होला जस्तो लाग्छ। त्यसरी पार्टी नफुट्नु पर्ने हो, किनभने सिनियर नेताहरूले अब जसलाई फुटाउनुहुन्छ भन्ने जुन नाम लिएको छ, उहाँहरू अब भविष्यको काङ्ग्रेस हाँक्ने मान्छेहरू हुनुहुन्छ। धेरै समय पनि छैन, एउटा बढीमा एउटा महाधिवेशन होला। त्यस कारणले मेरो आफ्नो पर्सनल विचारमा त्यति सहिलेरी पार्टी फुटिहाल्ने अथवा फुटाइहाल्ने अवस्था चाहिँ म देख्दैन। यो पुसको 26 गते विशेष महाधिवेशन भनेर झोला बनिसक्यो, पर्चा बनिसक्यो, महाधिवेशनका प्रतिनिधिहरू अब त हामी हिँड्यौँ है भनेर सामाजिक सञ्जालमा लेख्न थालिसके। विशेष महाधिवेशन हुने कुरामा त अब विवाद रहेन। अब अहिले त्यही पनि संवाद चलिरहेको छ, हामी पनि विभिन्न पक्षसँग संवाद गर्दैछौँ। अब यो विशेष महाधिवेशन कस्तो प्रकृतिको गर्ने अथवा त्यही मितिमा गर्ने भनेर अहिले एउटा मध्यमार्गी बाटो अथवा त्यसलाई चाहिँ एउटा सिम्पल नीति महाधिवेशन गराउने र त्यही नीति लिएर चुनावमा जाने, वा फेरि अहिले आज डाक्टर शेखर कोइरालाले भन्नुहुन्छ केन्द्रीय कार्य समितिले नै निर्णय गरिदिएर यो कार्य सम्पादन समितिले, किन त्यो सार्न सकिन्छ डेट। नोमिनेसन 6 गते हुन्छ, त्यसपछि 10 गते 8 गते गरिदियो भने अनि त्यसले पास गरेको नीति लिएर जान पनि सजिलो हुन्छ, एउटा चुनावी माहौल पनि हुन्छ। त्यस कारणले अहिले पार्टीलाई हार्म नगरोस्, हानि नगरोस्, पार्टी कन्फ्रन्टेसनमा नजाओस् र यो पार्टी भनेको एउटा ठुलो सिसा जस्तो ऐना हो, सबैले हेर्ने ऐना हो। यो बिपीले गरिदिएको अब यसलाई फुटाएर त साना साना ऐना त होलान् होइन, सानो भयो नि त ऐना देख्न सक्नुहुन्छ नि, तर त्यो रूप चाहिँ देख्न सक्नुहुन्न। त्यो चर्केको ऐना त कसैले हेर्दैन। चर्केको ऐनालाई फुटाएर पनि साना साना ऐना त गराउन सकिन्छ। हामीले कम्युनिस्ट पार्टीहरूका देखेका छौँ। तर काङ्ग्रेस त पूर्ण आकारको काङ्ग्रेस त हुन्न नि, पूर्ण आकारको ऐना जस्तो हुन्न। त्यसैले मलाई जहाँसम्म लाग्छ
यो अहिले जुन कार्य सम्पादन समिति र यदि विशेष महाधिवेशनमा चाहिँ अघि यहाँले भने जस्तो एउटा मध्यमार्गी बाटो भनेर जस्तै विशेष महाधिवेशन पनि गर्ने तर त्यसलाई नीतिमा केन्द्रित गर्ने नेतृत्व चयन गर्ने महाधिवेशन चाहिँ वैशाखमा गर्ने भनेर भनियो भनेदेखि पनि त्यसको लागि पनि त सिङ्गो काङ्ग्रेसको केन्द्रीय कार्य समितिले निर्णय गर्नु पर्यो नि त, त्यो त गरेको छैन। होइन, कार्य सम्पादन समितिले निर्णय गरे पनि हुन्छ अन बिहाफ अफ केन्द्रीय समिति, होइन। कार्य सम्पादन समितिले यसलाई नीति महाधिवेशन भनिदिने र यसमा नीति नै छलफल गर्ने, होइन। मान्छेहरूले अब किनभने सबै महाधिवेशन प्रतिनिधिहरूको आवाज पनि हुन्छ, हामीले घोषणापत्र बनाउँछौँ र त्यसलाई चाहिँ हुनसक्छ 1 दिनमै अथवा 2 दिनमै छलफल गरेर त्यो नीति लिएर काङ्ग्रेस चुनावमा जान पनि सक्छ र अर्को एउटा सङ्कल्प प्रस्ताव पारित गर्न सकिन्छ। वैशाखभन्दा अगाडि चाहिँ महाधिवेशन नलाने, वैशाखमै सम्पन्न गर्ने भनेर त्यो सङ्कल्प प्रस्ताव त्यो महाधिवेशनमा पास गरेपछि अबको 4 महिनापछि नेतृत्व पनि परिवर्तन हुन्छ। तर महामन्त्रीहरूको भनाइ चाहिँ म बुझ्दाखेरि त्यो होइन, उहाँहरूको भनाइ चाहिँ नि महाधिवेशनभन्दा अगाडि नेतृत्व परिवर्तन, त्यो मुहारमै परिवर्तन हुनु पर्यो, त्यसपछि हामी महाधिवेशन। गगनगिरी त भन्नुभयो नि हो, होइन, महाधिवेशन भएर नेतृत्व परिवर्तन नभएसम्म त म चुनावै लड्दिनँ होइन। उहाँ त्यो विचार, तर अर्को महामन्त्रीजीले जुन प्रस्ताव राख्नु भएको छ 3वटा विकल्पमा, एउटा विकल्पमा यसलाई चाहिँ नीति महाधिवेशन, एउटा सङ्कल्पको महाधिवेशन गरेर पनि जान सकिन्छ भन्ने किसिमको उहाँले जुन प्रस्तावहरू बाहिर अस्ति केन्द्रीय कार्य सम्पादन समितिमा पनि 3टा प्रस्ताव राख्नुभएको थियो। त्यस कारणले कतै न कतै अनि यो विशेष महाधिवेशनको चाहिँ नि माग चाहिँ नि अहिले तपाईँले लिनुभएकै 3-4 जना उहाँहरूले लिड गर्नु, तर नेतृत्वमा अरू थुप्रै 54% मान्छेहरूको हो कि दुईटै युवा महामन्त्रीहरूको विशेष माग हो? होइन, पछि उहाँ जोडिनु भयो, तर उहाँहरूले अपिल पनि गर्नुभयो, तर यसको नेतृत्व लिने त महाधिवेशन प्रतिनिधि हो नि, किनभने 40% महाधिवेशन प्रतिनिधिले यो केन्द्रीय कार्य समितिले काम गर्न सकेन, यसले समयमा महाधिवेशन गराउन सकेन, कि नियमित महाधिवेशन गर कि विशेष महाधिवेशन गर भनेर त्यो केन्द्रीय कार्य समितिलाई अनुरोध गरे हो नि। किनभने त्यो बोल्न त मलाई केन्द्रीय समितिमै छुट छ नि, मैले केन्द्रीय समितिमा बोल्न सक्छु, तर उहाँहरूले त्यो फोरममा जान नपाउनु भएको हुनाले उहाँले केन्द्रीय समितिमा पार्टीमा निवेदन दिनुभयो। अब यहाँनिर 2टा महामन्त्रीहरूको नेतृत्वमा जुन यो विशेष महाधिवेशनको कुरा, हल बुक गरेको कुरा, प्रतिनिधिहरू आउँदै गरेको कुरा र नेतृत्व परिवर्तन गराइ छाड्छौँ भन्ने अठोटको कुरा, यसमा डाक्टर शेखर कोइराला पनि अस्तिसम्म होइन विशेष महाधिवेशन गर्ने, नियमित नभए विशेष महाधिवेशन गर्ने भन्दै, तर केन्द्रीय कार्य सम्पादन समितिको निर्णयबाट, पार्टीको निर्णयबाट महामन्त्रीहरूलाई विशेष महाधिवेशन डाक्ने, नियमित महाधिवेशन स्थगित गर्ने यो विधानले दिएको सुविधा छ कि छैन? अब हेर्नुहोस्, त्यहाँ चाहिँ व्याख्या गरेको छ। केन्द्र भनेको केन्द्रीय कार्यालय महामन्त्रीको अन्तर्गत हुने रहेछ, तर केन्द्रीय कार्यालय केन्द्र भनेको के हो भनेको पूर्ण केन्द्रीय कार्य समिति र महामन्त्रीको भनेर भनेको छ, र भनेको छ, वा भनेको छैन। त्यस कारणले अब यो पार्टीको एउटा राजनीतिक दस्तावेज, यो कुनै संविधान होइन, होइन, कुनै कानुन होइन, राजनीतिक दस्तावेजमा व्याख्या गरेर अब जुन कानुन विज्ञहरू बोल्नु भएको छ, होइन, कसैले यो महामन्त्रीले बोलाउन सक्दैनन् भन्नुभएको छ, कसैले महामन्त्रीले बोलाउन सक्नु भन्नुभएको छ। अब यो राजनीतिक विषय हो कि यो कानुनी विषय होइन। राजनीतिक विषय भने के भने चाहिँ महामन्त्रीजीहरूले चाहेको पार्टीलाई राम्रो बनाउन हो कि अथवा कार्य सम्पादन समितिका मान्छेहरूले चाहेको पार्टीलाई राम्रो बनाउन हो कि, त्यो कुराले अर्थ राख्छ यहाँ राजनीति। यहाँ कुनै त्यो कागजमा लेखिएको पार्टीको राजनीतिक दस्तावेजको दफा चाहिँ कानुनले केलाउने होइन, किनभने यो फाटेको मन त्यो कानुनका दफाले चाहिँ जोडिँदैन। त्यसैले त्यो दफामा जानुभन्दा पनि जसरी कार्य सम्पादन समितिमा उहाँहरू पनि हुनुहुन्छ, अरू केन्द्रीय सदस्य पनि हुनुहुन्छ, अब त्यहाँ चाहिँ कन्भिन्स गराउन खोज्ने, यसको लोजिक दिन खोज्ने र कार्य सम्पादन समितिलाई नै कन्भिन्स गरेर यता निर्णय गरेपछि सबै पार्टिसिपेट हुनु नि भयो, होइन। शेखर कोइरालाको डिमान्ड पनि थियो, किन एउटा संस्थागत हुन्छ यो चाहिँ। अहिले केन्द्रीय कार्य सम्पादन समितिले निर्णय नगरिकन जाँदाखेरि यसलाई चाहिँ जागेर त्यहाँ जाँदाखेरि कार्यक्रम आयोजना गर्दाखेरि के हुन्छ भने एउटा भोलि जुन कानुनका मान्छे पनि 2मा विभाजित भयो, 2 किताबमा भयो। त्यहाँबाट एउटा
निर्वाचनको अगाडि पार्टीलाई यस्तो विवादमा चाहिँ राख्नु हुँदैन। यो अहिलेको विवादमा चाहिँ शेखर कोइराला निरपेक्ष हुनु खोज्नु भएको कि महामन्त्रीहरूलाई धोका दिएर अलिकति ओराउनु खोज्नु? होइन होइन, उहाँले त आज पनि भन्नुभएको छ केन्द्रीय कार्य सम्पादन समितिले नै निर्णय गर्नुपर्छ भनेर। अस्ति केन्द्रीय कार्य सम्पादन समितिको बहुमतले के भन्यो भने वैशाखमा महाधिवेशन भनेर कार्यतालिकालाई संशोधन गर्यो बहुमतको। त्यसमा 2 महामन्त्रीहरूले नोट अफ डिसेन्ट लेख्नुभयो होइन? हजुर। डाक्टर शेखर कोइरालाको मत के हो त? होइन, उहाँले के छ भने यो बाहिर अब बोल्दै हिँड्नुहुन्न शेखर कोइराला धेरै होइन, मन त कुनै कुरामा बोल्नु पनि भएको छ। केन्द्रीय कार्य सम्पादनको बैठकभन्दा पहिले एजेन्डाका बारेमा त्यसको हुन सक्ने निर्णय बारेमा अनौपचारिक छलफल हुन्छ। शेखर कोइरालाले सभापतिसित पनि छलफल गर्नुभयो, कार्यवाहक सभापतिसित छलफल गर्नुभयो। अब संस्थापन भनिने केन्द्रीय यो कार्य सम्पादन समितिका आदरणीय नेताहरूसित पनि छलफल गर्नु हुँदाखेरि यो कार्य सम्पादन समितिले त्यो पास हुने माहौल नदेखेपछि उहाँले त्यसको बहुमतको निर्णय मान्नुभयो। अब उहाँले चाहिँ म चाहिँ यो बहुमतको निर्णयले गरे पनि म मान्दैन भनेर चाहिँ हिँड्नु चाहिँ भएन। अब उहाँको आफ्नै नेचरले अब त्यो खालको बहुमतको निर्णयमा विद्रोह चाहिँ उहाँले गर्न चाहनु भएन। तर उहाँले अहिले पनि भनिरहनु भएको छ यी साथीहरूको भावनालाई, जुन 54% भावनालाई बुझ्नुपर्छ, सम्बोधन गर्नुपर्छ, उहाँहरूसित वार्ता गर्नुपर्छ। पार्टी एउटै हो, यो कुनै अदालतमा दिएको प्रतिवादी र वादी चाहिँ होइन यो भनेर जुन शेखर कोइरालाले भन्नुभएको छ त्यही नै हाम्रो सबैलाई मिलाएर लाने बाटो त्यही नै हो होला। यहाँ अहिले के भएको छ भने तपाईँले जसरी इराक वारमा एट्याक गरेपछि भनौँ 9/11मा जुन सेप्टेम्बर 11मा अमेरिकामा आक्रमण गरेपछि त्यति बेलाको राष्ट्रपति जर्ज बुशले के भन्नुभएको छ नि, कि तिमी मसित छौ कि तिमी दुश्मनसित छौ, बिचमा कोही पनि हुन्न भने क्लियर गर भने है। त्यस्तो त हुँदैन नि राजनीतिमा त। तपाईँ विशेष महाधिवेशन र कि चाहिँ तपाईँ विशेष महाधिवेशन नगर्ने भन्ने किता त पार्टीमा हुँदैन राजनीतिमा। अहिले म राजनीतिमा त्यही देखिरहेको छु। डाक्टर शेखर कोइराला के हो तपाईँको किता, कि यता आउनुहोस् कि होइन भन्नाले यो ठ्याक्कै त्यो जर्ज बुशको जुन यो उग्रवादी सोचबाट जुन अहिले सामाजिक सञ्जालमा पनि देखाएको छौँ हामीले कि तपाईँ कुन किता हो, किता क्लियर गर्नुहोस् रे ल। त्यस्तो पनि के हुन्छ राजनीतिमा? राजनीतिमा त संवाद हुन्छ, त्यसपछि सहमति हुन्छ, त्यसपछि सहकार्य हुन्छ। अब संवादकै ढोका बन्द गर्न कस्तो गर्न खोजेको त्यो त होइन नि। त्यस कारणले संवाद हुँदै जाँदा अल्पमत पनि बहुमतमा पुग्न सक्छ कहिलेकाहीँ। अहिले चाहिँ तपाईँको त्यो जसले किता क्लियर गर्दैन भनेको डाक्टर शेखर कोइराला त्यो समूह तपाईँहरूले किता क्लियर गर्नु भएन भनेर तपाईँहरूको समूहलाई अवसरवादी भनेर चाहिँ सामाजिक सञ्जालमा होइन। अब त्यो लेख्ने काङ्ग्रेसको संस्कारबाट हुर्किएको मान्छे होइन। त्यो काङ्ग्रेसमा अहिले होइन, पहिला पनि किशुनजी, गणेशमानजी, बिपी कोइरालाको पालामा पनि विवाद हुन्थे, त्यसलाई साम्य पारिन्थ्यो। पछि त्यो विवाद चर्किँदै पार्टी पनि फुट्यो। तर काङ्ग्रेसको संस्कार के हो भने हामीले बिपीबाट सिक्नुपर्छ। बिपीलाई 2/3 बहुमत ल्याएको पपुलर प्रधानमन्त्रीलाई त्यही राज संस्थाले 8 वर्ष कुनै पनि कानुनी कारबाही नचलाइकन, प्रक्रिया नचलाइकन जेलमा राख्यो। 8 वर्ष उहाँ निर्वासित हुन बाध्य हुनुभयो। तर उहाँले राष्ट्रियता, लोकतन्त्रलाई सम्झेर त्यही राज संस्थासित फेरि हामी घाँटी जोड्या छौँ राष्ट्रियताको सवालमा भनेर आउनुभयो। भन्दाखेरि त्यो पार्टीका हामी चेलाहरूको संस्कार त किता क्लियर गर भन्ने त त्यो कुसंस्कारको मान्छे, त्यो काङ्ग्रेसमा कसरी प्रवेश गर्यो त्यस्तो मान्छे, त्यो काङ्ग्रेसको दर्शन र विचार नबुझेको मान्छे हो त्यो। नेपाली कङ्ग्रेसमा चाहिँ अहिले नेतृत्व परिवर्तन अहिले नै गरौँ, नत्र भने यो अनुहार लिएर, देउवाको अनुहार अथवा यो कार्य समितिको अनुहार लिएर गएर चुनावमा हामी जित्न सक्दैनौँ। जुन 2टा युवा महामन्त्रीको मूल भनाइ, सारमा भनाइ त्यो जुन छ, यो भनाइसँग पनि तपाईँहरूको समूह असहमत हो र? होइन, असहमत होइन। त्यही भएर अहिले होइन, डाक्टर शेखर कोइरालाले त 4 वर्ष महाधिवेशन सकिएपछि उहाँले त्यो कुरा गर्नुभएको कि अब हामीले समयमा महाधिवेशन गर्नुपर्छ। केन्द्रीय समितिमा त एक नोकझोक पनि भयो शेरबहादुरसित, आदरणीय सभापति शेरबहादुर देउवासित, म समयमै गर्छु भनेर उहाँले भनेपछि यदि मैले गल्ती बोलाएर रहेछु भने माफ माग्छु भनेर शेखर कोइरालाले भन्नु पनि भयो। र त्यसपछि पदाधिकारीहरू जेएनजीको आन्दोलनसम्म सबैजना 83 मङ्सिरभित्र गर्ने भनेर भन्नुहुन्थ्यो। एउटा एक्लो बृहस्पति हुनुहुन्थ्यो शेखर कोइराला, जसले अर्जुन नरसिंहले पनि कहिलेको बेलामा भन्नुभयो समयमा महाधिवेशन गर्नुपर्छ भनेर। तर बढी शेखर कोइरालाले लिखितमा दर्ज गराएर हरेक पटक बाहिर जाँदाखेरि पनि समयमा महाधिवेशन गराऊ, नियमित महाधिवेशन समय गराउनु भन्थ्यो। तर
तर 23 गतेको जेनजीको आन्दोलनपछि सबैको विचार फेरियो होइन, किनभने अब यो जेनजीले एउटा नारा ल्यायो, पुराना आउट नयाँ इन भन्ने भयो। अब आदरणीय सभापतिमाथि हातपात पनि गरियो होइन। त्यसपछि पार्टीमा अब अरू नेताहरू पनि महामन्त्रीहरू पनि र यसलाई यो नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने भयो। अब हामीले त्यहीँ देख्यौँ होइन। अब मङ्सिर कार्तिकभरि असोजको 28बाट सुरु भएको केन्द्रीय कार्य समिति कार्तिकभरि मङ्सिरसम्म गयो होइन, सुरुवातसम्म। मङ्सिरको 15बाट त महाधिवेशनको कार्यतालिका नै आयो। त्यति बेलासम्म सबै ठिक थियो। तर अनि हामीले के गर्यो भने केही साथीहरूले यो चाहिँ हुँदैन, यो चाहिँ जस्तै देवराज चालिसे, गुरु घिमिरे, मनोज मणि आचार्य एवं उज्जवल बराल सबैले लगायत थुप्रै साथीहरू हुन्छ, सबैको नाम लिनु भ्याइँदैन, उहाँहरूले नेतृत्व लिएर यो विशेष महाधिवेशन माग्नुभयो। अब यतापट्टि नयाँ सरकार आएर उसले फागुन 21मा निर्वाचन घोषणा गर्यो, माघ 6मा मनोनयनको छ। अब पार्टीले एसेस गरेर सिफारिस भएका जित्न सक्ने उम्मेदवारहरू छान्ने बेला पनि छ र यही बेलामा चाहिँ अब नियमित महाधिवेशन नभएको हुनाले विशेष महाधिवेशन गर्नुपर्छ भनेर विशेष महाधिवेशनका साथीहरूले राख्नुभयो। त्यसमा महामन्त्रीजीहरू पनि थपिनुभयो र त्यसमा पनि शेखर कोइरालाको सपोर्ट थियो। ठिक छ, तर त्यो प्रक्रिया केन्द्रीय कार्य समितिले गर्यो भने त सभापति नै आएर उद्घाटन गरिदिनुहुन्छ। त पार्टीको कार्यक्रम हुन्छ, सबै त्यहाँ हस्ताक्षर गर्ने पनि हस्ताक्षर नगर्ने पनि उपस्थित हुन्छन्। अब अहिले के भयो भने दुईजना महामन्त्रीहरूले मात्रै त्यसलाई गर्दाखेरि त्यहाँ हस्ताक्षर गर्ने मात्रै उपस्थित हुनुभयो, हस्ताक्षर नगर्ने त उपस्थित हुने भएनन्, अथवा केही हस्ताक्षर गर्ने उपस्थित पनि नहोलान्, केही हस्ताक्षर नगर्नेहरू उपस्थित होलान्, त्यो त सिनारियो त थाहा छैन। त्यस कारण एक प्रकारको यसले पार्टीमा ध्रुवीकरण व्यापक रूपमा अब सामाजिक सञ्जालमा हामीले देख्यो भने वेदर यु आर विथ अस अर एनिमी भन्ने जुन जर्ज बुसको भनाइ थियो, त्यो किसिमको उग्र एकदम सोच हावी भएको सामाजिक सञ्जालमा हामीले देख्छौँ। अब त्यो पुसको 26 गते विशेष महाधिवेशन डाकेर जसरी चाहिँ प्रतिनिधिहरू आएर एउटा भव्यताको साथ उहाँहरूले गरिराख्नु भन्ने भएको छ, त्यो एउटा नारा देखेँ मैले, यो फोड्नको लागि होइन जोड्नको लागि भनेर। त्यो नारा दिएर गइसकेपछि त्यसले चाहिँ नि छलफल गर्ला दस्तावेजमा, त्यसले चाहिँ नि कार्य समिति चयन गर्ला, त्यसले अब हामी निर्वाचित भयौँ सभापति फलानु भयो भनेर भन्ला, त्यसपछि त पार्टी औपचारिक पुरा फुटिगयो। अब हामी त थिएनौँ, म त विदेशमा पढ्दै थिएँ त्यति बेला, पिएचडी गर्दै थिएँ जर्मनीमा। जसरी 49 सालमा पार्टी फुट्यो होइन, त्यो पार्टी फुट्दाखेरि भेला मात्रै भनेर बोलाइएको थियो, विशेष अधिवेशन पनि बोलाएको भन्ने थिएन। पछि त्यसमा विशेष अधिवेशन भनेर त्यहीँका नेताहरूले टाँस दिनुभयो विशेष अधिवेशन भनेर। र शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला तत्कालीन सभापति, उहाँ आफै प्रधानमन्त्री हुनुहुन्थ्यो, पार्टी नफुटाउने साथीहरूलाई सम्बोधन गरेर आउँछु, 4 बजे प्रधानमन्त्री र पार्टी सभापति बिच चाहिँ एउटा समझदारी गरेर पत्रकारलाई भन्ने कुरा निर्णयमा पुगिसकेको थियो। त्यसको साक्षी पूर्णबहादुर दाई हाम्रो आदरणीय उपसभापति पनि हुनुहुन्छ, पुरञ्जनजी पनि हुनुहुन्छ। अब भएपछि उहाँ चाहिँ त्यो साथीहरूलाई सम्बोधन गर्न आउनुभएको थियो, तर त्यहाँको नेताहरूले उहाँलाई सभापति नै डिक्लेयर गर्थे होइन। र त्यसरी चाहिँ उहाँले चाहँदै पनि पार्टी फुटेको र अर्को नेपाली काङ्ग्रेस प्रजातान्त्रिक भएको हो। त्यति बेला पनि काङ्ग्रेसै हामी संस्थापन हौँ भनेर दाबी भएको थियो। त्यस कारणले त्यो पछि जब यदि फुटाइयो भने कानुनी प्रक्रिया चाहिँ निर्वाचन आयोग अथवा अदालतले गर्ला, त्यसमा अहिले म त्यसको विज्ञ पनि होइन। तर अहिले चाहिँ के हुन्छ भने यदि कार्य सम्पादन समितिले निर्णय नगर्ने हो भने धेरै नेताहरूलाई त्यहाँ उपस्थित हुन गाह्रो हुन्छ। पार्टीको कार्यक्रम भएन भने पार्टीको सभापति, कार्यवाहक सभापति, वरिष्ठ नेता कोही पनि उपस्थित हुनको लागि, मेरो विचारमा मलाई थाहा छैन, तर उपस्थित हुनलाई त्यो महामन्त्रीहरूले राखेको कार्यक्रममा अब उहाँहरू कतिजना, यदि महामन्त्रीहरूले कार्यक्रम राख्नुभयो, सभापति पनि जानुभयो, उपसभापति पनि जानुभयो, वरिष्ठ नेता पनि जानुभयो, यदि अरू सबै जानुभयो भने त्यसलाई फर्मल प्रोग्राम गऱ्यौँ भने त अब त पार्टीले जे चाह्यो त्यही हुने हो, त्यहाँ त्यो त पार्टीकै कार्यक्रम भयो। अब त्यस्तो हुन्छ या हुन्न अहिले आकलन गर्न सकिन्न होइन। अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ महामन्त्रीहरूले आयोजना गर्ने, अरू नेताहरू भनेको डाक्टर शेखर कोइरालासम्म पनि त्यो हलमा नजाने स्थिति त्यो बन्दैछ। अब त्यो त म भन्न सक्दैन अहिले उहाँले के विचार गर्नुभएको छ, गएर सम्बोधन गरेर पार्टी नफुटाउँ भनेर फर्केर आउनुहुन्छ कि
पार्टी सभापति जाने देख्नुहुन्छ कि देख्नुहुन्न अहिलेसम्म? मेरो विचारमा कार्य सम्पादन समितिले निर्णय नगरेकोमा पार्टी सभापति जानु होला जस्तो मलाई लाग्दैन। यदि त्यो कार्य समिति यदि त्यो विशेष महाधिवेशन डाकेर त्यो विशेष महाधिवेशनले अहिले जुन एउटा सानो सानो समूहमा छलफल भएको पनि देख्छु म इन्फर्मल, त्यो चाहिँ एउटा नीति विधिमा छलफल गर्ने, त्यसपछि चाहिँ नि वैशाखमा महाधिवेशन गर्ने, भावी प्रधानमन्त्री भनेर गगन थापालाई चाहिँ नि उम्मेदवारको रूपमा घोषणा गर्ने र पार्टी चुनावमा जाने, यो एउटा चाहिँ नि मध्यमार्गी बाटो हुनसक्छ भनेर यहाँले पनि थोरै चर्चा गर्दै हुनुहुन्थ्यो। यो विधिमा सभापतिजी पनि सहमत हुनुहुन्छ? खोइ म त्यस्तो त्यो जस्तै हामीले छलफल गर्दाखेरि मध्यमार्गी बाटो के हुनसक्छ भन्ने थुप्रै कुराहरू आए यहाँलाई, होइन? अब कुनै हुन सक्लान्, कुनै नहुन सक्लान्, तर आएका कुरा त मैले यहाँ भनिदिँदा भयो नि। अब कोही साथीले के भन्नुभयो भने धेरै साथीहरूले शेरबहादुरको हस्ताक्षर भएको चिठी लिएर जान्न चुनावमा भन्नुभएको छ। त्यसमा शेरबहादुर दाईले कार्यभार दिनुभएको छ, पूर्णबहादुर दाईलाई नै यो चिठीमा हस्ताक्षर गर्ने जिम्मा दियो भने कुरो मिल्छ भन्ने साथीहरू पनि हुनुहुन्छ। कोही साथीहरूले 26 गतेलाई नीति महाधिवेशन गरिदिउँ, त्यहाँ नीतिको बारे छलफल गरौँ र एउटा सङ्कल्प गरौँ कि वैशाखभित्रै हाम्रो नियमित महाधिवेशन हुन्छ, त्यसरी पनि जान सकिन्छ भन्ने छन्। कसैले होइन त्यो त्यहाँ गएर शेखर कोइराला शेरबहादुरले ल साथीहरू आउनुभयो, यसलाई नीति महाधिवेशन बनाउनुहोस्, अब पार्टीलाई एकजुट बनाएर लैजाउँ भनेर उहाँहरू घोषणा गरेर फर्किनुभयो भने त्यो कार्य सम्पादनको निर्णय गराएर त्यो गर्नुभयो भने पनि त्यसरी नै पार्टी चाहिँ अगाडि सहित जान्छ भन्ने साथीहरू पनि हुनुहुन्छ। होइन कसैले होइन त्यहाँ चाहिँ त अब 60-70% पनि पुग्न सक्छ, निर्वाचनै गर्नुपर्छ, नयाँ नै नेतृत्व ल्याउनुपर्छ भन्ने साथीहरू पनि हुनुहुन्छ, होइन? किन अब यो मध्यमार्गी बाटो कि वार कि पार भन्ने साथीहरू पनि हुनुहुन्छ। कसैले भन्नुहुन्छ फेरि आज शेखर कोइरालाले अर्को उपाय पनि लिनुभयो, ठिक छ ल नियमित महाधिवेशन विशेषै गर्ने, तर अहिले उम्मेदवार जुन छान्नु छ सबै कार्य यो पदाधिकारीहरू मिलेर उम्मेदवारको लिस्ट दिएर 6 गते नोमिनेसन गरेपछि एउटा माहौल निर्वाचन माहौल बनाउनको लागि पनि चाहे नेतृत्वै परिवर्तन होस् के होस् माघ 10 गते गरिदिउँ विशेष महाधिवेशन। त्यो भएपछि नेतृत्व पनि परिवर्तन भयो अनि चुनावमा गइयो, नयाँ नेतृत्व लिएर जाँदा हुन्छ। यदि त्यो पनि मान्य छ कार्य सम्पादन समितिलाई त्यो पनि गरौँ भन्ने, त्यस कारण विभिन्न खालका अप्सन्सहरू आइराखेका छन्। मतलब ती सबैमा छलफल भइराखेका छन्। भन्नाले अब समूहमा छ, म पनि केही हस्ताक्षरकर्ता साथीहरूसँग छलफल गरेँ, त्यहाँ एउटाले एउटा आइडिया ल्याउँछ भनेर सबैको चिन्ता पार्टीमा झगडा नहोस्, पार्टीमा यो आक्रोश यो विभाजन खालको एउटा माहौल सिर्जना नहोस्, अन्यल सिर्जना नहोस् र हामी सबै काङ्ग्रेस मिलेर यस्तो अहिले 18मा, किनभने हामीले के हेर्नुपर्छ भने अहिले बिपी कोइरालाले ठ्याक्कै उल्टो गर्नुभयो हाम्रो भन्दा। उहाँले पार्टीको आफ्नो साख गिर्छ या गिर्छ त्यो सोच्नु भएन, उहाँले राष्ट्र र लोकतन्त्रको लागि राजासित मिल्नुपर्छ भनेर आउनुभयो। किन राष्ट्रियता ठुलो, लोकतन्त्र ठुलो, हामी पार्टी त एउटा अङ्ग नहौँ त्यसको भन्ने बिपी कोइरालाको त्यो थियो। नि हामी अहिले के आएछ भने पार्टी अहिले काङ्ग्रेसमा के भएको छ भने धेरै नेताहरूको के भएको छ नि राष्ट्रियता ठिक छ, हाम्रो वैदेशिक सम्बन्ध पनि कुनै साखेर जहाँ एकदम ठिक छ, लोकतन्त्रले पनि ट्र्याक छोडेको छैन, एकदम ठिक छ, तर यो पार्टी नै बिग्रियो। पहिला पार्टी बनाऊ, त्यसपछि लोकतन्त्र बनाउला, अनि त्यसपछि देश बनाउला भन्ने त्यो उल्टो प्रक्रियाबाट हामी चाहिँ सोचेका छौँ। पार्टी बनाउनको लागि म सभापति हुनु पर्यो भन्ने चाहिँ नि त्यो घम्मर गरेको देख्नुहुन्छ कि देख्नुहुन्न? होइन त्यो त अब यसो महाधिवेशन हुने प्रक्रिया छोडिहाल, त्यो ठाउँ गाली गरिहाल, म आएर टक्रको बस्नु पर्यो अनि बनाउँछु पार्टी। यसलाई चाहिँ मैले अब प्रतिस्पर्धाको रूपमा लिन्छु, किनभने सबैले आकाङ्क्षा राख्न पाउँछ। अहिलेको यो प्रतिस्पर्धा गर्ने समय चाहिँ नि होइन भन्ने चाहिँ पार्टी सभापतिको भनाइ बुझ्यो, उहाँका जति सार्वजनिक व्यक्तिहरू आएका छन्। अहिले तपाईँले महाधिवेशन गर्नुभयो भने यसको सोझो असर चुनावमा पर्छ, हराउने खेलहरू प्रारम्भ हुन्छ, काङ्ग्रेसमा यस्तो चाहिँ ठुलो रोग छ, त्यसकारण महाधिवेशन चाहिँ अलिक पछि गर्दा हुन्छ। तर अब होइन गर्छु भन्नुहुन्छ भने जेसुकै गर्नुहोस्, पछिल्लो त्यो चाहिँ देखियो। अब तपाईँहरूले आदरणीय सभापतिसित पनि भेट्नुभयो क्या अरे, होइन? त्यहाँ चाहिँ अस्ति अनौपचारिक संवाद जुन पत्रकारहरूसित गर्नुभएको थियो, अब त्यहाँ के कुराकानी भयो तपाईँलाई नि बढी थाहा होला। तर मैले देखेको 2-3टा कितामा छन्। एउटा किता चाहिँ केही यो 54%को भावनालाई केही रूपले सम्बोधन गरेर उहाँहरूले सबै मागे जस्तै दिन नसके पनि केही रूपले उहाँहरूको सम्मान हुने गरी नीति अधिवेशन गरेर हुन्छ, अथवा यो नोमिनेसनको पछि विशेषै महाधिवेशन निर्वाचन गरेर हुन्छ,
एउटा न एउटा उपायले उहाँहरूसित वार्ता गरेर यसलाई सम्बोधन गर्नुपर्छ, पार्टीलाई अप्ठ्यारोमा लानुहुन्न भन्ने माग चाहिँ शेखर कोइराला भनेको छ, जसलाई यो उग्रवादीहरूले चाहिँ सामाजिक सञ्जालमा गाली गरेका छन्। एउटा ग्रुप के त्यसमा विश्वप्रकाशको थर्ड अप्सन पनि त्यही नै हो, यो 54%लाई सम्बोधन गर्नुपर्छ, नीति महाधिवेशन सङ्कल्प के गराउँ जुन उहाँले भन्नुभएको छ, उहाँ पनि त्यसमा एउटा मध्यमार्गीको सोल्युसन पनि उहाँले अगाडि सारेमध्ये एउटा त्यो पनि छ विश्वप्रकाश अर्को महामन्त्रीजीको। अब एउटा समूह के भन्छ भने होइन अब नयाँ नेतृत्व चाहिन्छ, यो समाज भयो, अब 26 गते त नयाँ नेता लिएर जानुपर्छ, नयाँ निर्वाचन हुन्छ, महाधिवेशन नयाँ हुन्छ, पार्टी नै नयाँ स्वरूप लिएर नयाँ अनुहार लिएर जानुपर्छ, नत्र हामीलाई धुलो चटाइदिन्छन् जनताले भन्ने एउटा समूह छ। एउटा समूह छ फेरि के भन्छ, यो विशेष अहिले नियमित अब यो निर्वाचनपछि वैशाखमा चाहिँ विशेष नियमित महाधिवेशन हुन्छ, विशेष हुँदैन भन्ने छन्। अर्को समूह के छ भने यो नियमितै महाधिवेशन अहिले गरौँ अगाडि नै, जुन अब सम्भव पनि छैन, त्यो समूह पनि अहिले मिलेर जानुपर्छ भन्नेमा मध्यमार्गी समूहमा मिलेको देखिया छ। आज बिहान वरिष्ठ नेतालाई भेट्नुभयो हाम्रो 25 जनाको एउटा समूहले। त्यस कारणले यो तीनटा चिजलाई यो मध्यमार्गी बाटो लिनलाई पनि अप्ठ्यारो छ कि तपाईँले अहिले भनेमा त अहिले सबैको कोसिस चाहिँ के देखियो भन्दाखेरि पार्टी चाहिँ नफुटोस्, बिचमा काहीँ न काहीँ प्याचअप हुने कुनै एउटा त्यो उपाय खोजौँ भन्नेमा सबै लागेको देखियो। धेरै लागेको, सबै त म भन्न सक्दैन, किनभने कसैले त पार्टी फुटोस् भन्ने पनि हुनुहुन्छ, हेर्नुहोस् होइन, अलि माथि स्तरकै नेताहरू पनि हुनुहुन्छ। त्यस कारणले तर जुन विश्वप्रकाश शर्माले ल्याएको तेस्रो सोल्युसन, शेखर कोइरालाले पटक पटक भनिरहेको एउटा सोल्युसन, त्यो चाहिँ एउटा मध्यमार्गी धार हो। यसमा अलिकति क्याटेगोरिकली कुरा गरौँ दुईजना पात्रको बारेमा। यो विशेष महाधिवेशन, नियमित महाधिवेशन र पार्टी फुट्ने कि नफुट्ने भन्ने सन्दर्भमा सभापतिजी कति रिजिड हुनुहुन्छ, आफै एकदम अड्डी हुनुहुन्छ कि अलिकति कम्प्रोमाइजिङ पोजिसनमा देख्नुहुन्छ तपाईँ? अब मेरो विचारमा अब हामीले त वार्ता गर्न पाएको छैनौँ होइन, तर जहाँसम्म लाग्छ यो संवादको कमी होला। अब जस्तै महामन्त्रीहरू पनि त्यही समितिको मान्छे हो, उहाँहरूले पनि सभापतिलाई भेट्ने र विशेष गरी हामी त अब विश्वप्रकाशजी र शेखर कोइरालालाई अनुरोध गर्नुपर्छ, किनकि यो जुन मध्यमार्गी बाटो छ नि, उहाँहरू दुईजना सँगै गएर सभापतिसित पनि गर्ने, अरू साथीहरू विशेष महाधिवेशन चाहिन्छ भन्ने साथीहरूसित यदि संवाद गर्ने हो भने सायद सोल्युसन निस्किन सक्छ। सभापति चाहिँ एकदम अड्डी बसेर एकदम अडिग भएर पार्टी फुटोस् भन्ने पोजिसनमा देख्नुहुन्छ कि देख्नुहुन्न? त्यस्तो उहाँको बाहिर आएका भनाइमा चाहिँ उहाँले पार्टी फुटोस् भनेर म चाहन्न भन्नुहुन्छ उहाँले। त्यो त ठुलो ठाउँ हो नि वार्ता गर्नलाई, संवाद गर्नलाई। पार्टी फुटोस् भन्ने मैले चाहन्न भनिसकेपछि त्यो नचाहने चिजलाई पुरा गर्न के उपायहरू हुन्छन्, विकल्पहरू लिएर भनेर सभापतिसित चाहिँ संवाद चाहिँ गऱ्यो भनेदेखि काङ्ग्रेस जुन अहिले अप्ठ्यारो स्थितिमा दुई धारमा देखिएको एउटा सोल्युसन चाहिँ निस्किन्छ। अर्को पात्र हुनुहुन्छ गगन थापा होइन, उहाँ चाहिँ र उहाँको पक्षधरहरू के भनिदिनुहुन्छ भने पुसको 26 गते स्टार्ट हुन्छ, 28 गते हामीले गगन थापालाई सभापति बनाउँछौँ भनेर। गगनजी चाहिँ विशेष महाधिवेशनको सन्दर्भमा कति रिजिड हुनुहुन्छ, एकदम होइन। अब होइन, उहाँले महाधिवेशन नै विकल्प भनेर भन्नुभएको छ, तर उहाँले आफैलाई म विशेष महाधिवेशन सभापति हुन्छु भनेर डिक्लेयर गर्नुभएको छैन, त्यो आरोप लगाउनु मिल्दैन होइन। तर अब त्यो विशेष महाधिवेशन आयोजना गर्नेहरू कोही अब नरमपन्थी छन्, कोही उग्रपन्थी छन्। त्यो उग्रपन्थीहरूले चाहिँ त्यो सामाजिक सञ्जालमा त्यो सेल गरेका छन् होइन। गगनजी चाहिँ हिँड्दै जाँदा कहिलेकाहीँ हुन्छ नि त्यो पछाडि फर्किने बाटो नै हुँदैन नि, कहिलेकाहीँ जाँदै गरिन्छ होइन। तर यसो छ, त्यो पोजिसनमा पुगेको तपाईँ देख्नुहुन्छ? होइन, अब महामन्त्री गगन कुमार थापा अहिले लगभग 20 वर्ष हुन थाले उहाँ सांसद भएको, केन्द्रीय सदस्य भएको पनि एकचोटि केन्द्रीय सदस्य हुनुभयो, अर्कोचोटि महामन्त्रीको उम्मेदवार हुनुभयो, अहिले त महामन्त्री नै हुनुहुन्छ। त्यसरी त्यो जुन म्याच्योरिटी उहाँमा आएको छ, मेरो विचारमा उहाँले पनि पार्टी फुटोस् भन्न चाहिँ चाहनुहुन्न जस्तो लाग्छ मलाई, किनभने कसैले पनि पार्टी फुटोस् भन्न चाहनु किनभने उहाँ त्यसो भए यो विशेष महाधिवेशन भने चाहिँ यो धम्की हो कि चेतावनी हो कि धम्कीभित्र लुकेको खुर्की हो कि? अब यसो पनि हो, यसमा होइन, यसमा संस्थापन पक्ष पनि अलिकति लचिलो चाहिँ हुनुपर्छ। जुन मध्यमार्गी बाटोको कुरा छ नि, यता नेतृत्व परिवर्तन गर्ने विशेष महाधिवेशन हुनै पर्छ भन्ने र विशेष महाधिवेशन हुनै हुन्न भन्नेको बीचको जुन शेखर कोइराला र विश्वप्रकाशले दिएको जुन तेस्रो उपाय छ नि,
यी उपायहरू अपनाउनलाई दुवै पक्ष लचिलो भएर आयो त्यसो हो नि मध्यमार्गी पथमा मध्यम पन्थमा तपाईँहरू हुनुहुन्छ होइन यदि त्यसो हो भने त तपाईँहरूले पार्टी सभापतिजीलाई भेटे होइन शेखर कोइरालाले आज बिहान पनि भेट्नु कार्यवाहक सभापति भनेर पूर्ण खड्कालाई दिइसक्नु भएको छ टिकटमा हस्ताक्षर पनि उहाँको गराइदिनुहोस् अस्ति निर्वाचन आयोगमा हस्ताक्षर गरेर तपाईँले पठाउनु किन त्यसो गरेको त्यो पूर्ण खड्कालाई गर्नु पर्थ्यो तपाईँ चुपचाप पछाडि बस्नुहोस् किन भन्न सक्नु भएन होइन वार्ता संवाद चलिरहेका छन् आज पनि आदरणीय नेता शेखर कोइरालाले सभापतिलाई भेट्नु भएको छ त्यस कारणले यी मिडल पासका केही उपहार यो बाहिर नआएको हो होइन के भन्नुभयो थाहा छैन हामीले त्यसमा पुसको चाहिँ नि यो अन्तिम साता चाहिँ नि पार्टी फुट्छ भनेर जति पनि चर्चाहरू चलिरहेका छन् हल्लाहरू चलेका छन् कतिपय चिन्तित भएर कतिपयलाई त रमाइलो पनि लागिरहेको छ नि होला तर प्रजातान्त्रिक पार्टी हुन्छ के फरक पर्यो यत्र कम्युनिस्ट पार्टीहरू हुने काङ्ग्रेस दुईटा हुने किन नहुने भन्ने तर्क पनि छ तर सिङ्गो शरीर हेर्ने ऐना भएको र फुटेर त्यो ऐनालाई दुईटा ऐना बनाएर टाउको जिउ मात्रै हेर्ने ऐनाको तर यस्तो चर्किनु भन्ने त यो हुन्छ नि हाँडी हुन्छ चर्क्यो भने पानी हाले पनि चुइने चुइन्छ हैन तर त्यस्तो हुनुभन्दा त फेरि टुक्रेकै फाइदा हो नि त त्यस्तो होइन पार्टी किनभने काङ्ग्रेस भनेकै कति समूह छन् गुट छन् उपगुट छन् यहाँ धर्म मान्ने पनि छन् राजा मान्ने पनि छन् संहिता मान्ने पनि छन् संहिता नमान्ने पनि छन् होइन धार्मिक निरपेक्षता नमान्ने पनि छन् हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पनि एउटा साझा फुलबारी जस्तो छ काङ्ग्रेस यो मोर्चा जस्तो क्या मोर्चा विभिन्न तपाईँले एकदम भन्नु यो चाहिँ महासङ्घ जस्तो छ होइन विभिन्न गुटहरू छन् अझ फेरि यो 13 पदाधिकारी बनाएपछि त यो त पुरै महासङ्घ जस्तै भएछ यसको गुट उसको गुट त्यस कारणले तर यहाँ के छ नि मन्थन हुन्छ विचारको मन्थन हुन्छ अहिले मात्रै यो सामाजिक सञ्जालले गर्दाखेरि त्यो उग्रवादी सोच एदर यु आर विथ मी अर एनेमी भन्ने खालका तल्लो स्तरका जुन कमेन्टहरू चाहिँ त्यो संस्कारविहीनहरूले गरेका छन् त्यो नत्र काङ्ग्रेस भनेको त विविध विचारलाई समेटेर तर पार्टीको दस्तावेज एउटै छ फेरि एउटा अर्को फरक सन्दर्भले यही कुरालाई फरक सन्दर्भले चर्चा गर्ने हो भने जस्तै रासोपाले 3वटा टाउका जोड्यो होइन बालेन शाह जोड्यो त्यहाँ कुलमानी घिसिङ जोड्यो रविजी त अब भइ नै हाल्नुभयो 3टा तारा छ त्यहाँनिर बालेन शाहलाई चाहिँ भावी प्रधानमन्त्री भनेर घोषणा गर्यो आखिर त्यो पनि त चुनावसँगै र मतसँगै जोडियो नि त हिजो स्वर्णिम वाग्लेले बोलेको सुन्दै थिएँ मैले हामीले यो 50-51 को लागि यत्रो दुःख गरे होइन 151 सिटको लागि भन्नुभयो उहाँले होइन तर नेपाली कङ्ग्रेससँग पनि त त्यस्ता पात्र छन् नि त होइन स्वयं गगन थापा हुनुहुन्छ स्वयं विश्वप्रकाश शर्मा हुनुहुन्छ अरू थुप्रै नेताहरू हुनुहुन्छ अब त भावी प्रधानमन्त्री भनेर चाहिँ होइन नेपाली काङ्ग्रेसले किन गर्ने नेपाली काङ्ग्रेसले 56 सालमा घोषणा गरेको त्यति खासै त्यो फलिपाप भएन त्यो चाहिँ प्रभावकारी होइन निर्वाचन जित्यो तर उहाँलाई चाहिँ चाँडै हटाइयो त्यसैले जुन विगतका अनुभवले होइन त्यसैले यो पार्टी भनेको मास बेस पार्टी हो यसले विचार दर्शन बेच्ने हो होला अब धेरै भोलि निर्वाचित भएर आउने सांसदहरूले गगन थापालाई पनि मन पराए गगन थापा नि प्रधानमन्त्री हुनुलाई उहाँमा चाहिँ क्षमता पनि छ उहाँ कन्टेन्टको नलेज पनि राख्नुहुन्छ त्यो चलाउन सक्ने उहाँमा चाहिँ क्यापासिटी पनि छ तर अब काङ्ग्रेसमा त्यस्तो परम्परा धेरै नभएको हुनाले सायद उहाँको अनुहार सेल गर्न सकिन्छ भन्ने लाग्दैन तपाईँहरूलाई यसो छ पार्टी सेल गर्नुपर्छ अनुहार सेल गरेर धेरै दिन भोलि गगन थापा पछि कसलाई सेल गर्ने त फेरि अर्को पात्र उत्पादन गर्नु पर्यो त्यसैले व्यक्ति सेल गर्नु पर्दैन दर्शन र विचार सेल गर्नुपर्छ हो उहाँको एकदम क्षमतावान भोलि काङ्ग्रेसलाई लिड गर्न सक्ने देशलाई नै लिड गर्न सक्ने क्षमतावान नेता हो उहाँ काङ्ग्रेसको एउटा पुँजी पनि हो उहाँ चाहिँ होइन रासोपाले बालेनलाई सेल गर्न हुने रविलाई हुने होइन अब त्यो जस्तै अरू पार्टीले पनि त्यस्तो को प्रधानमन्त्री भनेर सेल गरेका छन् हामीले प्रचण्ड राष्ट्रपति भनेर सेल गरेको चाहिँ हेऱ्यौँ तर उहाँ भित्तामै सीमित हुनुभयो अब जे भने पनि भएन होइन तर सब आम काङ्ग्रेसलाई आम जनतालाई थाहा छ नि नेपाली काङ्ग्रेसको महामन्त्री युवा जोसिलो विषयवस्तुमा ज्ञान भएको बोल्न सक्ने गगन थापा हुनुहुन्छ त्यो पार्टीलाई भोट दिएपछि ऊ प्रधानमन्त्री हुनु त्यसरी हाल्छ नि मान्छे अहिलेको युवा मत त मैले के देखेँ भने कि गगन थापालाई पार्टी सभापति बनाएर चुनावमा होमिनु पर्यो कि चाहिँ गगन थापालाई भावी प्रधानमन्त्री भनेर घोषणा गरेर चुनावमा होमिनु पर्यो त्यो पनि त्यस्तो विषय पनि त कार्य सम्पादन समितिमा छलफल गर्नु पर्यो नि जस्तै अर्को महामन्त्री हुन्छ त्यो प्रस्ताव राख्ने उहाँले त्यहाँ प्रस्ताव राख्नु पर्यो नि तर विश्वप्रकाशले त धेरैचोटि गगन थापालाई समर्थन उहाँले ल्याप्चै लगाइसक्नु होइन उहाँले त्यो कार्य सम्पादन समितिमा चाहिँ छलफलमा राखिदिएर त्यो एजेन्डा पास गर्यो भने त सबैले मानिहाल्छन् र फेरि अर्को कुरा के हो भने काङ्ग्रेसको दर्शन विचार काङ्ग्रेसको वैदेशिक सम्बन्ध यो लिबरल पार्टी हो यहाँ
धर्मनिरपेक्षदेखि हिन्दू राष्ट्रवादीसम्म मान्छे छन्, यहाँ गणतन्त्रवाददेखि राजावादी छन्, सबै चिज छन्। यहाँ सङ्घीयता विरोधदेखि सङ्घीयताका पक्षधर छन्, यही पार्टीभित्र छन्। किन यो विविध विचारको एउटा महासङ्घ जस्तो छ, तर काङ्ग्रेसको ओरिजिनल एउटा दस्तावेज छ, त्यसले गाइड गर्छ। त्यस कारणले भोलि गगन थापा प्रधानमन्त्री हुनैपर्छ भनेर विश्वप्रकाशजीले कार्य सम्पादनमा बैठकमा चाहिँ त्यो एजेन्डा राखेर छलफल गराए पनि हुन्छ नि। त्यो कुनै मलाई के लाग्छ भने काङ्ग्रेसमा गगन थापा छ भन्ने त थाहा छैन त भोटरहरूलाई, थाहा छ होइन? हामीले काङ्ग्रेसलाई बोल्यो भने नि भोलि गगन थापा प्रधानमन्त्री हुनसक्छ भन्ने त त्यो सोध्छ नि जनताले। त्यो पोस्टर बोय बनाइराख्नु पर्दैन, होइन? दर्शनै छ नि, काङ्ग्रेसको विचार बेच्ने हो, बीपीको विचार बीपीको दर्शन बेच्ने। काङ्ग्रेसको विचार बोक्ने हो भन्दाखेरि अथवा काङ्ग्रेसको विचार नै चाहिँ नि हामीले सेल गर्छ। तर फेरि मैले भने अब पार्टीको नेतृत्वले र कार्य सम्पादन समितिले त्यो निर्णय गर्छ भने त सबैले मान्नुपर्छ। काङ्ग्रेसले चाहिँ आफ्नो कन्स्टिट्युएन्सी, खास गरी यो हिन्दू राष्ट्रको मुद्दालाई, राजाको मुद्दालाई छोडेर आफ्नो कन्स्टिट्युएन्सी गुमायो भन्ने लाग्छ कि लाग्दैन? मलाई जहाँसम्म लाग्दैन। अहिलेको युवाले त्यति धेरै, अहिलेको युवा जुन देखियो नि जेनजीको आन्दोलनमा देखियो हो, अब धेरैको धारणा के छ भने काङ्ग्रेसलाई काङ्ग्रेसले सेरेमोनियल मोनार्की, एकदम पावरलेस बेलायतको जस्तो, र सबै धर्मलाई स्वतन्त्रता सहितको हिन्दू राष्ट्र भयो भने यहाँ टुरिज्म फैलिन्छ, यहाँ थुप्रै मान्छे आउँछ, राजा एउटा हाम्रो कल्चरली सिम्बोलिक हुन्छ भन्ने मान्छेहरू पनि एउटा मत राख्ने छन् काङ्ग्रेसभित्र। तर हामीले के हेर्नुपर्छ भने राजा राख्नु नपर्ने भन्ने नेपाली 3 करोडमा पनि थुप्रै जनता छन्, होइन? अब के कति कारणले त्यतिखेर गणतन्त्र बन्यो अथवा धर्मनिरपेक्षता बन्यो, कसरी आयो, त्यो त सबैलाई थाहा छ, इतिहासै छ, त्यसमा विवेचन। तर भोलि यी दुईटा विषयमा जनमत सङ्ग्रह गराउन सक्यो भने र त्यसले शान्ति व्यवस्था खलल ल्याएन भने, अब यहाँ राजा मान्ने एक थरी, राजा नमान्ने अर्को थरी, हिन्दू धर्म राख्नुपर्छ भन्ने अर्को थरी, हिन्दू धर्म राख्नु अर्को थरी, यहाँ फेरि देशमा अशान्ति। भने सोझो कुरा गर्ने हो भनेदेखि राजाको सन्दर्भमा र हिन्दू राष्ट्रको सन्दर्भमा जनमत सङ्ग्रहमा जान सकिन्छ भन्ने होइन। त्यो पार्टीहरू तर काङ्ग्रेसले मात्रै भनिरहनु, यो देशलाई सम्हाल्ने सबै खालका पार्टी जुन संसदमा छन्, विशेष गरी अहिले त जेनजी पनि यो राष्ट्रिय सहमति भएर जानुपर्छ। एउटा पार्टीले यो एजेन्डा, काङ्ग्रेस चाहिँ त्यसको लागि तयार? काङ्ग्रेसले चाहिँ मेरो विचारमा त्यस्तो एजेन्डा यदि सबै पार्टीले सहमति गर्छन् भने काङ्ग्रेसले मान्दाखेरि हुन्छ। तर काङ्ग्रेसले मात्रै यो एजेन्डा बोकेर जान हुँदैन। लिड गर्न त सक्यो नि, तर क्रेडिटको नि कुरा हो होइन, क्रेडिट होइन, तर सबै दललाई, किनभने सबै दल जसले गणतन्त्र ल्याउन, यो सङ्घीयताको संविधान, धर्म, यो चिज नमान्दाखेरि चाहिँ नेपाली काङ्ग्रेसमाथि लागेको अर्को आरोप भनेको चाहिँ यो चाहिँ वामपन्थीहरूको सङ्गत गर्दा गर्दा यो कम्युनिस्ट भयो भन्ने लागेको यसो छ। नेपालका कम्युनिस्टहरू काङ्ग्रेसभन्दा बढी धर्मवादी छन्, अनि सबै ढोङ्गी कम्युनिस्ट त हो, होइन? त्यस किन उहाँहरूले धर्म अफिम भने पनि हरेकका घरमा धार्मिक कार्यक्रम हुन्छ, श्राद्ध गर्नुहुन्छ, क्रिया गर्नु, सबै उहाँहरू धार्मिक कम्युनिस्ट हो, होइन? सत्यनारायणको पूजा लाएर उहाँहरू धार्मिक कम्युनिस्ट हो। उहाँहरू चाहिँ कम्युनिस्ट एउटा ब्रान्ड मात्रै युज गर्नुभएको, तर उहाँ चाहिँ हेर्दाखेरि कोही चाहिँ अब एक प्रकारको लोकतन्त्रवादी, होइन, गणतन्त्रवादी नै हुनुहुन्छ उहाँहरू धेरै। तर उहाँहरू चाहिँ त्यस्तो धर्म नमान्ने, धर्मनिरपेक्षवादी चाहिँ कम्युनिस्टहरू होइन व्यवहारमा। कम्युनिस्ट चाहिँ काङ्ग्रेस चाहिँ कम्युनिस्ट भयो भन्ने कुरा चाहिँ कति सत्य हो त? केही कुरामा सत्य हो, त्यो विचारमा, त्यसमा होइन कि केही कुरामा। जस्तै हामीले काङ्ग्रेसले लिने आर्थिक बाटो नीतिहरू र कम्युनिस्ट लिने आर्थिक, हामी त्यो यो गठबन्धन गर्दा गर्दा हामी एकै ठाउँ मर्ज भए जस्तो छ। यो चुनावको सन्दर्भ चलिराखेको छ, अब त करिब 2 महिना छ, 57-58 दिन बाँकी छ। नेताहरूको चाहिँ दिल्ली दौड छ। तपाईँहरूको पार्टीको केन्द्रीय सदस्य, पार्टीको सभापतिको चाहिँ श्रीमतीजी पनि दिल्ली पुगेको सन्दर्भ छ। यो दिल्ली दौड भनेको चाहिँ एकचोटि बाबुराम भट्टराईले भन्नुहुन्थ्यो साँचो त उतै छ, दिल्लीमा छ भनेर। यसकै द्योतक हो यो, होइन? उहाँ पनि भर्खरै दिल्ली गएर आउनुभयो, त्यस्तो त्यो आफूले बेला बेलामा भनेको कुरो फुस्किन्छ कि त्यसैले। अब हाम्रो आदरणीय केन्द्रीय सदस्य चाहिँ नेत्री चाहिँ के अरे आरजु राणा देउवा चाहिँ जानुभएको उपचारको लागि विशुद्ध। उहाँको हिपको ट्रान्सप्लान्ट एउटा चाहिँ सायद दिल्लीतिर गरेको हुनाले उहाँ चाहिँ पटक पटक फलोअपलाई गइराख्नुहुन्छ, त्यो हेल्थको कारणले जानुभएको। अब भन्नुहुन्छ भने भोलि म पनि जाँदैछु, हामी छौँ, अरू पनि हुनुहुन्छ, राजसभाको उपसभापति स्वर्णिम वाग्ले हुनुहुन्छ, अनि अरू यहाँका पूर्व
पूर्व चाहिँ यो राजदूत विजयकान्तलाल कर्ण पनि हुनुहुन्छ र अरू लगायत एउटा त्यहाँ चाहिँ एउटा तपाईँहरूको पनि स्वास्थ्य उपचार हो कि होइन नेपाल भारत सम्बन्धबारे एक दिनको एउटा प्रोग्राम छ त्यसमा प्यानलिस्ट भएर बोल्नको लागि केही नेताहरू हामी जाँदैछौँ त्यो नेपाल भारत सम्बन्ध भन्ने एउटा कुनै संस्थाले आयोजना प्रचण्डजी गएर आउनुभयो प्रचण्डजी पनि आफ्नो वैदेशिक विभागको अथवा के कार्यक्रम विदेशमा भएका एउटा संस्थाले राखेको कार्यक्रममा हुँदाखेरि तर भारतसँग र हाम्रो चुनावसँग कुनै यसको त्यस्तो छैन हामीले के हेर्छौँ भनेपछि तरङ्गित भयो त हिजो होइन तर हेर्नु नेपालीहरूको सोच कस्तो छ भने भारतको दौत्य सम्बन्ध भएका दूतावास भएका झन्डै 200 वटा देश होला भारत त एउटा महाशक्ति हुँदैछ आर्थिक रूपले होइन अब भारतमा नेपाललाई हेर्ने एउटा जोइन्ट सेक्रेटरी त्यो पनि नेपाल भुटान अफगानिस्तान हेर्ने एउटा जोइन्ट सेक्रेटरी हुनुहुन्छ त्यसको अन्डरमा कोही अन्डर सेक्रेटरी होला नि उहाँहरूले नेपालको गतिविधि हेर्नुहुन्छ यहाँ दूतावास छ हाम्रो दिमागमा के छ भने भारतमा नरेन्द्र मोदी त्यहाँका प्रधानमन्त्री विदेश मन्त्री रक्षा मन्त्री 24 घण्टा नेपाललाई दूरबीन लगाएर हेरिरहनु भएको छ भन्ने नेपालीको सोच छ त्यस्तो होइन यहाँ केही उथुलपुथुल भयो भने त अब छिमेकमा आफ्नो छिमेकमा केही भयो भने त छिमेकीले पनि हेर्छ नि नेपालमा के भयो त्यो त हाम्रो छिमेकी देश हो ओपन बोर्डर छ त्यसले हाम्रो चाहिँ सुरक्षामा केही धक्का हुन्छ 2 दिनदेखिको चर्चा तपाईँले हेर्नुभयो मिडियाको चर्चा पनि सञ्जालको चर्चा पनि चोक चौतारा अब हेर्नुहोस् है म एउटा उदाहरण दिन्छु तपाईँलाई म यो काल्पनिक उदाहरण दिन्छु कुनै बहराइचको एउटा निजी कलेजमा पढाउने लेक्चररले एउटा किताब लेख्यो नेपालको बारेमा र त्यसले तथा नाम गर्यो नेपालको बारेमा भने पनि त्यो यहाँको मिडियाको हेडलाइन भन्छ भारतले यस्तो गर्यो भारतले भन्नाले एउटा सानो सहरको निजी कलेजमा पढाउने लेक्चररले एउटा किताब लेख्यो नेपाल सम्बन्धी नकारात्मक रूपले त्यो चाहिँ मानौ पुरै भारतले लेख्या हो भनेर चाहिँ नेपालका मिडियामा बौद्धिक जगतमा चर्चा हुन्छ त्यहाँ त इन्डिभिजुअलले एउटा आफ्नो ओपिनियन राखेन यहाँ पनि त होला नि भारत विरोधी चीन विरोधी अमेरिका विरोधी थुप्रै आर्टिकल के निक्लिन्छ खै भारतमा त कसैले चर्चै गर्दैन त्यो त त्यस कारण हामी एउटा आत्मबल कमजोर बनाएर किन तपाईँले एउटा हेर्नुहोस् है अब हाम्रो आत्मबल बलियो बनाउनुपर्छ हामीले विदेशीसित सम्बन्ध राखेर किन जानुपर्छ भने हेर्नुहोस् यो रियालिटी हो फेरि मैले भने होइन अहिले मादुरोलाई अमेरिकनले कस्तो बनायो टप्पको टिपेर लिएर एउटा राष्ट्रपतिलाई होइन होला उनले त्यहाँ तानाशाही होला मानव अधिकार उल्लङ्घन गरे होला त्यसको विरुद्ध लड्ने मान्छेलाई नोबेल पुरस्कारै दियो नोबेल कमिटीले भनेपछि उनको तानाशाही प्रवृत्ति त त्यहाँको जनताले विरोध गरिराखेका थिए गर्दैछन् अब सकेनन् होला तर अर्को देशको राष्ट्रपतिलाई पक्रेर लगेर लयो नि अब मान्नुहोस् अहिले भारतको 2800 पर क्यापिटा इन्कम छ 1.5 अरब जनसङ्ख्या छ प्रविधिमा विज्ञानमा र जनशक्तिमा भारत चाहिँ दिनको दिन 2 गुणा रात 4 गुणा हुँदै गइरहेछ चीनको 13,800 झन्डै $14,000 पर क्यापिटा छ 1.5 अरबको मार्केट छ प्रविधिमा होइन ह्युमन रिसोर्समा संसारमा सबैभन्दा धेरै आर्टिकल पब्लिस चीनका मान्छे साइन्टिस्टहरूले गर्न थाले भन्दाखेरि यो अहिले अमेरिकामा जम्मा 34-35 करोड मान्छे छन् पर क्यापिटा इन्कम $75,000 छ भनेपछि बजार ठुलो छ 34 करोड इन्टु 75,000 खाने मुक्त धेरै छन् नि त्यहाँ धनी मान्छेहरू त्यहाँ सामान बेच्नलाई जापान साउथ कोरिया भारत चीन उसले ट्यारिफ लगाए पनि गएर सम्झौता गरेर क्यानाडाले पनि किन गरेका छन् त्यहाँका मान्छे धनी छन् धेरै खपत गर्छन् भोलि भारतको त्यो $3,000 बाट $30,000 इन्कम भयो 1.5 अरब खाने मुख भयो भने भारत के होला संसारको आकर्षणको केन्द्र हुन्छ संसारको त्यत्रो ठुलो पपुलेसन त्यत्रो ठुलो बजार छ यता त्यो हुँदैछ 13,000 भयो अब 50,000 होला भनेपछि यत्रा क्रय शक्ति यत्रा धनी हुने देशको बिचमा हामी छौँ अब हामी मधुरोको लाइनमा जाने कि मधुरोको लाइन चाहिँ कि बेल्जियमको लाइनमा जाने भेनेजुएलाको लाइनमा गएर टसल गरेर बस्ने कि बेल्जियम लक्जमबर्ग त साना देश छ नि हिटलरले पनि दुःख दिएका देश हुन् त्यहाँ अस्ट्रिया पनि सानो देश छ तीन देशले त छिमेकीसित मिलेर इकोनोमिक रिलेसनसिप गाँसेर एउटा आत्मबल ठुलो बनाएर जर्मन जस्तो ठुलो देशसित अस्ट्रिया एउटै भाषा छ अझ हेर्नुहोस् जर्मनी भाषा बोल्छ अस्ट्रिया पनि जर्मनी भाषा बोल्छ नि अस्ट्रियनहरू त एउटै भाषा देशै सानो छ तिनले कसरी इकोनोमिक लिङ्केज गरेका छन् कनेक्टिभिटी गरेका छन् त्यहाँ सोसियल कनेक्टिभिटी छ
साइन्टिफिक कनेक्टिभिटी छ, इकोनोमिक कनेक्टिभिटी छ, पूर्वाधारको कनेक्टिभिटी छ भन्नाले हामी नेपालीहरू पनि भोलि भारत र चीनसित त्यस्तै कसैसित चीन भारतसित त हामी त सांस्कृतिक कनेक्टिभिटी पनि गर्न सक्छौँ। बाबा मेरो बुवालाई तार्नको लागि म बनारस जानुपर्छ, काशी चारधाम घुम्नुपर्छ। हाम्रो सारा नेपाली धार्मिक स्थलहरू त्यहाँ छ नि। हामी उहाँ मोदी नै मुक्तिनाथ आइसक्नुभयो भने यो खालको जुन हाम्रो सम्बन्ध छ यसलाई हामीले आत्मबल ठुलो बनाएर भारतले $3000 छ, हाम्रो $1500 हुन थालेछ होइन, हामी त भारत विकास भएको फाइदा लिनुपर्छ। छिमेकी मन्त्री भएको फाइदा लिएर सोर्स फुलाएर जारी खान्छ नि मान्छेहरूले नेपालमा। बाटो पिच गराउँछ छिमेकी मन्त्री गरे। त्यसै छिमेकी धनी भयो त उसित सम्बन्ध राम्रो राखेर आफ्नो स्वाभिमान नबिग्रिने गरी स्वाभिमानलाई राष्ट्रियतालाई अक्षुण्ण राखेर उसित राम्रो सम्बन्ध बनाएर हामीले पनि धनी हुनुपर्नेमा हामी चाहिँ यस्तो हाम्रो नेताहरू त के भयो दिनौँ हाम्रो नेता मन्त्रीहरू त्यहाँ गएर च्याम्बर अफ कमर्समा गर्ने, त्यहाँ लगानीकर्ताहरू ल्याउने, त्यहाँका वैज्ञानिकहरू ल्याउने, त्यहाँका फिलोसफरहरू ल्याएर यहाँ टक प्रोग्राम गराउने, लोकतन्त्र कसरी बलियो पर्ने, यो त दिनौँ आवाजात भइराख्नु पर्ने ठाउँ हो नि त छन्। त्यसो त्यो भने त इकोनोमिक गतिविधि पनि बाँड्छ। अहिलेको भन्दा अझ बढी चाहिँ बढी सेयरिङ गर्नुपर्छ। हामी जस्तै भू राजनीतिक हिसाबले हामी दुईटा ठुला भोलि उदाउँदा संसारका शक्तिमान सामरिक रूपले हेर्नुहोस्, हतियार माइनहरू पनि पछि ठुला भन्छन्, बजारको रूपले, अर्थतन्त्रको रूपले, विज्ञानको हिसाबले र त्यही साथसाथै उनीहरूको जुन क्षमता छ नि यो चाहिँ उदाउँदो राष्ट्रसित त फाइदा पो लिने भनेको हाम्रो त्यो बुद्धि नै पुग्ने त्यहाँ पुग्ने होइन। हामी सानो चित्त, भ्यागुताको जस्तो सानो चित्त, सङ्कीर्णता, मलाई त त्यसले त गाली गर्छ म त्यस कहाँ जान्न। राजनीति पनि हेर्नुहोस् न त्यही त छ नि होइन। भन्नाले यो जुन ठुलो सोच राख्ने हामी कहाँ एउटा अर्को एउटा भावना पनि छ, भारतले पाए क्वाप्प खाइदिन्छ भन्ने पनि छ नि। अनि तपाईँ जति आत्मबल कमजोर बनाएर जति सङ्कुचित भएर समन्वय गर्नु नि खान त संसारभरि देखेकै छ नि। भारत किन चिनले नि खाइदिन सक्छ नि। तपाईँले यहाँ अशान्त भएर गरिब भएर भिखमा गएर ट्रबल गऱ्यो भने त छिमेकीलाई पनि टेन्सन हुन्छ नि। त्यस कारणले मधुरोमा हेर्नुहोस् न, अहिले सुन्दैछु सबभन्दा पाकिस्तान मधुरोको चाहिँ झन्डै पाकिस्तानमा पनि सुन भेट्यो भन्छ। सुन जति तेल हेर्नुहोस्, त्यत्रो तेल राष्ट्र भएको देश, त्यहाँ मान्छेहरूलाई खान कस्तो समस्या पर्छ। यदि छिमेकी राष्ट्रहरूसित आफ्नो राष्ट्रियता, आफ्नो राष्ट्रिय अक्षुण्णता, स्वाभिमान माथि उच्च राखेर सम्बन्ध कायम गरेको भए त त्यस्तो अवस्था आउँथेन होला नि। यसको मतलब यो रियालिटी हो कि तपाईँले सैद्धान्तिक कुरो मात्रै गर्न, व्यवहारिक कुरो के गर्नु पर्यो भने तपाईँ कमजोर भएपछि सबैले हेप्छन्। कमजोर किन भइन्छ? ठुलो छाती, चौडा छाती राखेर जानु पर्यो नि त। हामीले देखाएको छ बेल्जियममा जाँदाखेरि त्यहाँ त जर्मन कम्पनी आएर इलेक्ट्रिसिटी बेचिरहेछ। अब कसले आएर एयरपोर्ट म्यानेज गरिदिएछ, सबै खुलिराखिदिएछ त अर्थतन्त्र। तर खै राष्ट्रियता दिनुको त कमजोर भएको छैन। त्यस कारणले जुन किसिमको सङ्कीर्ण सोच राखेर हामी लिइरहेछौँ यसले चाहिँ झन् हामीलाई हाम्रो राष्ट्रियता कमजोर गर्ने, आत्मबल चाहिँ हाम्रो नेताहरूमा चाहिँ दूरदृष्टि नहुने, सोच सङ्कीर्ण हुने, छाती चाहिँ नि एकदम चिकन हार्टेड भन्छ नि त्यो। किनभने क्षमताले हो। तपाईँले राजनीतिमा लाग्ने मान्छे, हाम्रो अर्थमन्त्री रामशरण महतो हुनुहुन्थ्यो नि, दङ्ग कुरा राख्नुहुन्थ्यो। त्यस्तो खालको लिडर्स पनि जनताले पनि त्यो छान्नु पऱ्यो कि। जनता पनि के भयो भने अहिले जनतामा यस्तो मिडिया अथवा यो सामाजिक सञ्जाल नेताले यस्तो सस्तो चिप एजेन्डा बिक्री गऱ्यौँ नि हामी, उग्र राष्ट्रवाद बिक्री गऱ्यौँ। नालापानी किल्लामा चाहिँ अब एकदम पानी रोक्दै पनि एकदम उहाँहरूले सदाहत पराहत गर्नु भनेको त्यस्तो पढाउँछ हामी, त्यो होइन नि। त्यो नेगोसिएसन स्किल, क्षमतावान इजरायल हेर्नुहोस् न कति क्षमतावान भएर बसेको छ। इजरायललाई हेरेर नेपालीले सोच्नुपर्छ कि छिमेकमा त्यति दुश्मन भए पनि कहिले जोर्डनसित पनि राम्रै सम्बन्ध गरेको छ, मिलेन भने हानिदिएको छ होइन, टर्कीसित राम्रै सम्बन्ध गरेको छ, त्यहाँ त्यस्तो सर्भाइभ गरेको छ त। दिनौँ टेरर भएको देशमा चाहिँ किन? उनीहरूले उदार सोच राख्छन्, उनी ट्यालेन्ट छन्, क्षमतावान छन्, मरुभूमिमा चाहिँ अन्न फलाएका छन्। त्यो किसिमको क्षमता भएको देश बनौँ। पृथ्वीनारायण शाहले भनेपछि देखा सेखी नगरौँ, देखा सिकी गरौँ। चीनले केमा तरक्की गरेछ, भारतले केमा तरक्की गरेछ, हामीले सिकौँ, त्यही अनुसार हामी बढौँ भन्ने त्यो पृथ्वीनारायणकै सन्देश बुझेको छैन त यिनीहरूले। हामी किन यस्तो भएको त? यही सानो सङ्कीर्ण सोच, आत्मबल कमजोर, अनि जताकतै राजनीति गराउन। शिक्षा हेर्नुहोस् न कति तहस नहस बाऱ्यौँ।
राष्ट्रवादमा अहिले के थप्यो भने यो पपुलिस्ट एजेन्डाहरू र पपुलिस्टहरू थप्यो, प्रोपोगान्डिस्टहरू पनि थप्यो। पपुलिस्टहरू सबभन्दा भने यो लोकप्रियतावाद चाहिँ सबै पार्टीमा हावी भयो, काङ्ग्रेस जनता पनि त्यही मन पराउने भयो। हेर्नुहोस् यस्तो परम्परागत पार्टी नेपाली कङ्ग्रेसमा पनि हावी भयो, भइरहेको छ। अहिले सामाजिक सञ्जाल हेर्नुहोस् न, लोकप्रियतावाद छ। त्यही मैले भने यो जर्ज बुसको जस्तो एदर यु आर विथ अस अर एनिमी, कि तिमी मसँग छौ कि शत्रुसँग छौ, बिचमा तिमी छैनौ है। बिचमा सब दोक्लापन दोहोरापन गर्नेहरू, यो मध्यमार्गीहरू सब दोहोरापन भनेपछि राजनीतिमा पनि मध्यमार्गी हुन नहुने, पार्टीभित्र पनि मध्यमार्गी हुन नहुनु पर्ने जुन किसिमको भाष्य सिर्जना गरेको छ नि, यसले समाजमा द्वन्द्व फैलाउने, सद्भावलाई खलबल पार्ने गर्छ। अन्त्यमा चाहिँ फागुन 21 को चुनाव चाहिँ अब कति समय सर्ने हो? सर्दैन, चुनाव हुन्छ, समयमै हुन्छ। काङ्ग्रेस यसमा ढुक्क हो? होइन, अब सरकारले किन मैले सोध्दा भने एकजना महामन्त्री चुनाव साह्रो भनेर भनिनुहुन्छ। अस्ति गगनजीको पनि आशय चाहिँ नि चुनावभन्दा अगाडि एउटा राजनीतिक समझदारी विकास गरौँ भन्ने आशयले होइन, प्रस्ताव राख्न पाइन्छ। भोलि अहिले जुन संविधानमा संशोधन गरौँ भनेपछि त्यो अहिले अन्डरस्ट्यान्डिङ गरौँ भने काङ्ग्रेसको केही नेताहरूले चुनाव सारौँ, किनभने काङ्ग्रेसको पनि महाधिवेशन सम्पन्न होला भन्ने उहाँहरूको चाहना हुनसक्छ। तर यो देशमा काङ्ग्रेस मात्रै छैन, अरू पार्टी पनि छन् होइन। यदि सबै पार्टीले, जेनजीहरूले, नयाँ पार्टीले, पुराना पार्टीले सारौँ भने त सरकारले पनि त्यो विचार गर्ला। तर मलाई कहाँ लाग्छ भने संविधान, यो जेनजीको विद्रोहले संविधान ट्र्याकभन्दा बाहिर लगेर राष्ट्रपतिले बडो जुक्ति भन्ने शब्दै छ का साथ यो संविधानलाई फेरि पनि ट्र्याकमा ल्याउनको लागि सुशीला कार्कीको सरकारलाई मिति नै टोकेर शपथ ग्रहण गराएको छ। यदि हामीले फागुन 21 मा निर्वाचन गर्ने, त्यो शपथ ग्रहण त गल्ती भयो नि त, फेरि अर्को शपथ ग्रहण गर्नु पऱ्यो नि त। त्यहाँ त फागुन 21 मा निर्वाचन गर्ने गरी तपाईँलाई प्रधानमन्त्री तोकेको छु भन्नुभयो नि त। कार्यादेश नै त्यही छ। त्यो कार्यादेशलाई टिआरआई फेर्ने हो कि भन्ने त, यदि हामीले, मेरो आफ्नो व्यक्तिगत विचारमा फागुन 21 मा हामीले निर्वाचन गरेनौँ भने सायद निर्वाचन केही वर्ष हुँदैन। फागुनमा कि फागुनमै चुनाव हुन्छ, भएन भने कयौँ वर्ष होइन। तपाईँले त्यो डिरेल भएको संविधानलाई अझ डिरेल गर्न दिनुहुन्छ भने त अनि समात्ने त कहाँ हो? त्यो त तलै खाल्टा जरी समात्ने होला। अन्त्यमा चाहिँ अब एउटा कन्फिडेन्टको नि कुरा हो नि त होइन। कङ्ग्रेस त चुनावमा अहिले सोच्नु भ्याएको छैन होला, महाधिवेशनकै लफडा सिद्धिया छैन, पार्टी फुट्ने कि जुट्ने, गर्ने कि नगर्ने महाधिवेशन भन्नेमै बढ्ता समय तपाईँहरूको इनर्जी त त्यहाँ भइरहेछ नि। समारोहभन्दा पार्टी चाहिँ फुट्दैन त्यति सहिलरी, हिम्मत कसैले गर्दैन पार्टी फुटाउने। होला विभिन्न घुसपैठ होला, विभिन्नको महत्त्वाकांक्षा होला, तर पार्टी त्यति सहिलरी हुन्न। अझै पनि 26 गते र आज 22 गते अझै पनि समय हामीसँग छ, 4 दिन। यो 4 दिनमा केही न केही सुझाव अथवा उपाय निक्लेला भन्ने मैले आशा गरेँ। खर्चियो त्यही त, तपाईँहरूको समय यता खर्च भइरहेको छ। मैले कन्फिडेन्टको कुरा गरेँ कि रविजीको सम्बोधन सुन्दै थिएँ मैले। 151 सिट स्वर्णिमजीले भन्ने आउनुभयो, उहाँले मञ्चबाटै स्वर्णिमजी अबको बजेट भाषण तपाईँले लेख्नु हो, तयारी थाल्नुहोस्। यो कन्फिडेन्टलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? उहाँहरूले पछिल्लो चरणमा जुन देखियो, विशेष गरी जुन पार्टीभित्र अरू समूह ल्याएर उदार भएर सिट थपेर आफ्ना साथीहरूलाई थामथुम पारेर, त्यो चाहिँ एउटा प्राग्मेटिक वे अफ डुइङ पोलिटिक्स जस्तो लाग्छ। राष्ट्रपा मिलेको देख्दाखेरि त्यसको असर चाहिँ काङ्ग्रेसमा कति पर्यो? अवश्य पनि होइन, काङ्ग्रेसलाई चुनौती पक्कै पनि छ, किन त्यो त डेमोक्रेटिक पार्टी, हिजोसम्म त कम्युनिस्ट थिए, उनीहरूको विचार फरक थियो। हुन त गठबन्धन गरेर हामी पनि लगभग त्यस्तै भइसकेका थियौँ, तर एउटा डेमोक्रेटिक फोर्स बजारमा आएपछि त चुनौती बढ्यो नि हामीलाई। त्यही त, एउटा प्लेयर अर्को आएपछि त हाम्रै मैदानमा प्लेयर आएको छ, त्यसले त अवश्य पनि चुनौती छ। हामी अझ तिखारिनुपर्छ, अझ खारिनुपर्छ होइन, हाम्रा गल्तीहरू अझ करेक्सन गर्दै जानुपर्छ। हाम्रो नेतृत्व पनि त्यही किसिमले चलाक हुनुपर्छ। त्यो चुनौती त हामीलाई एकदम बढेकै छ। डाक्टर साहब, यहाँलाई धेरै धन्यवाद। हस्, धन्यवाद। जय नेपाल। आदरणीय दर्शकबिन, तपाईँलाई पनि धन्यवाद। आज हामीले डाक्टर गोविन्द पोखरेलसँग कुराकानी गरेका थियौँ। उहाँसँगको कुराकानी अहिलेलाई यति नै। तक्षशिलाबाट म प्रकाश गिरीलाई बिदा दिनुहोस्। ग्लोबल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार। तक्षशिला brought to you by क्लासिक टेक। छोयो कि चल्यो? घरायसी बिल तिर्न जतै लाइन, समयमा नतिरे लाग्छ फाइन। लौ न अब के गरौँ? म ब्याङ्क गरौँ, सामान किन्न पसल गइन्छ, खुद्रा नभए झन्झटमा परिन्छ। लौ न अब के गरौँ? म ब्याङ्क गरौँ, म ब्याङ्क गरौँ।
ब्याङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि बुलेट सरर इन्टरनेट टिभी फरर अब सेलपेबाट क्लासिक टेकको इन्टरनेट टिभीको बिल पेमेन्टमा एकजना भाग्यशाली ग्राहकले पाउनेछन् बम्पर उपहार 350cc को बुलेट बाइक। त्यति मात्र होइन, हरेक महिना म्याकबुक, आइप्याड र एप्पल वाच जित्ने अवसर पाउनुहुनेछ। साथै 325 MBPS इन्टरनेट टिभीको मात्र रु 799 प्रति महिना। थप जानकारीको लागि 9802922304। क्लासिक टेक, छोयो कि चल्यो।